नमस्कार सबै साथीहरूलाई, मेरो प्यार भएर नमस्कार। आउनुस् आज पनि केही सिकौँ ल। हामीलाई फेसबुकले टेम्प्लेट गीतहरू, रिल बनाउने गीतहरू र पपुलर ह्यासट्याग कहाँ दिएको हुन्छ त्यो म बताउन गइरहेको छु। स्किप नगरिकन हेरिदिने नम्र निवेदन गर्दछु। मन परे लाइक, कमेन्ट र शेयर अवश्य गर्नुहुन्छ होला भन्ने आश राखेको छु। म सबैलाई नै साथमा लिएर जाने इच्छा जाहेर गर्छु हैन। जे सिक्दैछु, जे सिकेको छु त्यो तपाईहरुलाई पनि भन्ने छु। तपाईहरु निसंकोच मलाई केही पनि सोध्न सक्नुहुन्छ मेरो इनबक्समा आएर हैन। म तपाईहरुलाई सिकाइदिने छु। यो चाहिँ म भन्न सक्छु हैन। धेरैले मलाई सिकी माग्छ। मेरो गुरुले भन्नुहुन्छ तिमीले जे सिक्दैछौ, मैले जे सिकाउँदैछु हैन, अरु कसैलाई पनि नाइ नभन्नु, सबैलाई सिकाएर अगाडि बढौं भनेर भन्नुहुन्छ मेरो गुरुले। गुरु बिना कोही पनि चेला हुँदैन हैन। गुरुबाटै सिक्नुपर्छ हामीले। मेरो पनि गुरु छ, म तपाईहरुको गुरु जस्तै भइरहेको छु हैन। धेरै कुरा सिकेको छु, जानेको छु, बुझेको छु र म तपाईहरुलाई त्यही कुराहरु सिकाउन चाहन्छु। मन परे लाइक, कमेन्ट र शेयर गर्नुस् ल। धन्यवाद। हामीले हाम्रो फेसबुक खोल्नु पर्छ। फेसबुक यहाँ छ हो। फेसबुकलाई क्लिक गर्नुपर्ने हुन्छ। फेसबुकलाई क्लिक गरेपछि हाम्रो प्रोफाइललाई क्लिक गर्नुपर्ने हुन्छ। प्रोफाइल हो, प्रोफाइल यहाँ छ। अनि प्रोफाइललाई क्लिक गर्दाखेरि यसरी प्रोफेसनल डैशबोर्ड देख्छ हो। प्रोफेसनल डैशबोर्डलाई क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि यसरी इन्टरफेस देखाउँछ। तल स्क्रोल गरेर गयो भने हामीलाई यहाँनेरि टुल्सको अप्सन देखाउँछ। टुल्सको अप्सन देखाउँछ। यहाँनेरि क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि तल यसरी हामीले स्क्रोल गर्दै गएपछि यहाँनेरि एउटा इन्स्पिरेसन हब भन्ने देखाउँदैछ। यहाँनेरि हामीले क्लिक गर्दाखेरि क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्यो। क्लिक गरेपछि यसरी इन्टरफेस खोल्छ। यहाँ लेखिएको छ पपुलर ह्यासट्याग हो है। पपुलर ह्यासट्याग यहाँनेरि टेम्प्लेट गीतहरू दिएको छ, ट्रेन्डिङ गीतहरू दिएको छ। यसलाई नै हामीले तपाईहरुले चाहिँ युज गर्न सक्नुहुन्छ हैन। मैले चाहिँ युज गर्न सक्दिन। म त भोइस ओभर गरेर मात्रै हाल्न सक्छु, किनभने म कन्टेन्ट मोनिटाइज को टुल्स मैले पाइसकेको छु हो। म नाच्नु पनि पाउँदिन। मादल बजाएर चाहिँ नाच्न सक्छु हैन। आफ्नो गीत आफैले गाएर नाच्न सक्छु। म अब कुनै पनि गीतहरुमा नाच्न पाउँदिन। त्यस्तो हुन्छ हो ल। यस्तो गर्नुपर्छ। अनि यहाँनेरि गीतहरु दिएको हुन्छ है। गएर हेर्नु।